मैले बल्ल यो सबैलाई विश गरेको। थ्याङ्क यू। खाजा आइसक्यो हाम्रो चाहिँ यो प्लेट सेट प्लेट। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। नयाँ वर्ष नयाँ दिनको साथमा हजुर सामु नयाँ भ्लग लिएर म चाहिँ आइसकेँ बिमला पुन। आई होप सबैजना सन्चै हुनुहुन्छ होला साथीहरू। म चाहिँ त्यस्तो सन्चो चाहिँ छैन साथीहरू। मेरो चाहिँ अलि घाँटीहरू दुख्ने त्यस्तो खोकी लाग्ने समथिङ त्यस्तै के भइरह। किनभने हजुरहरूले मेरो इलाम ब्लगहरू हेरिसक्नुभयो होला। अनि म चाहिँ एकदमै धेरै घुमेँ नि त चिसोमा। भनौँ यता चाहिँ अलि गर्मी अनि इलाममा चाहिँ अलि जाडो छ नि त। सो त्यही भएर पानी मौसम नमिलेको कारणले गर्दा मेरो चाहिँ अहिले घाँटी दुखेको छ साथीहरू। सो त्यही हो, अरू चाहिँ त्यही घाँटी मात्रै दुखेको छ, अरू चाहिँ एकदम फिट एन्ड फाइन नै छु साथीहरू। अनि सबैजनालाई 2081 सालमा जे जस्तो भए पनि अब हुन्छ नि त, मेरो कारणले कसैको मन, मेरो कारणले कसैलाई बाधा परेको छ, मन दुखेको छ भने चाहिँ म एकदमै यो 2081 सालको तर्फबाट चाहिँ म सरी भन्दै म चाहिँ 2082 साल 72 भन्दा सरी 2082 सालको चाहिँ सम्पूर्ण मेरो युट्युब फ्यामिली, मेरो आफन्त, मेरो दाजुभाइ दिदीबहिनी, अङ्कल आन्टी, बाजे बजै, मामा माइजू सबैजनालाई चाहिँ म 2082 सालको एकदमै धेरैभन्दा धेरै शुभकामना दिन चाहन्छु साथीहरू। अनि 2001 अनि यो मेरो भ्लग चाहिँ अनि आज चाहिँ मेरो 2082 सालको पहिलो भ्लग हुन्छ नि त। नयाँ वर्ष नयाँ भ्लग भनौँ साथीहरू, किनभने 81 साल त हिजो नै सकियो, आज चाहिँ 82 साल लागिसकेको छ साथीहरू। सो त्यही भएर मेरो नयाँ न्यू भ्लग, नयाँ वर्ष नयाँ भ्लग अनि नयाँ दिनमा आशा छ हजुरहरूले माया गरिदिनुहुन्छ होला भन्दै म चाहिँ आज न्यू इयरको दिन पनि भ्लग स्टार्ट गरेको छु साथीहरू। अनि हाम्रो प्लान चाहिँ त्यस्तो केही नै छैन साथीहरू। कहाँ जाने के गर्ने त्यस्तो केही प्लानै छैन। अब हेरौँ के हुन्छ। शान्ति अब चिजा पनि आउँछु भनेको छन्। अनि लुम्बिनी जाने कुरा चाहिँ थियो चिजा र मेरो, अनि मेरो साथीहरू आउँछन्। को भेट्छौँ के गर्छौँ। अब हजुरहरूले मेरो भ्लग सुरुदेखि अन्तिमसम्म स्किप नगरिकन हेर्नुभयो भने चाहिँ थाहा पाउनुहुन्छ साथीहरू हामी कहाँ जान्छौँ, के गर्छौँ, न्यू इयर कसरी मनाउँछौँ भन्ने कुरा चाहिँ। अब चाहिँ अनि म चाहिँ बिहानै उठेँ अनि यस्तो हुन्छ नि त, अब न्यू इयरको दिन चाहिँ यो गर्नुपर्छ है, यो वर्षभरि यस्तै नै लागु हुन्छ अरे भन्ने टाइपको भएर मैले पनि आज बिहान बिहानै उठेर अब घरहरू सफा गरेर नुहाइधुवाइ गरेर पूजा गरेर अहिले चाहिँ म हजुरहरू सामु नयाँ भ्लग भिडियो बनाइरहेको छु साथीहरू। हुन्छ नि त, यो दिन यस्तो गर्यो भने यस्तो हुन्छ अरे, भोलि पर्सि सधैँभरि यस्तो गर्नुपर्छ अरे भन्ने एउटा उखान हुन्छ नि, त्यो पहिल्यैदेखिको बाबुबाजेको पालादेखिको उखान छ नि त। सो त्यही भएर मैले पनि जति सक्छु आज चाहिँ म ह्याप्पी नै भएर भ्लगहरू बनाउँछु। सकेसम्म म स्याड नहुने कोसिस गर्छु। अब त्यस्तो प्लान छैन, अब हुन्छ नि त, बिना कारण मन दुखिहाल्छ नि त। सो त्यही भएर आजको दिन चाहिँ ह्याप्पी न्यू इयर, सँगसँगै हामी पनि ह्याप्पी हुनुपर्छ साथीहरू भन्दै म चाहिँ फेरि पनि हजुरहरूलाई 2082 सालको धेरैभन्दा धेरै शुभकामना दिन चाहन्छु अनि ह्याप्पी न्यू इयर भन्न चाहन्छु साथीहरू। अब चाहिँ म के गर्छु कसो गर्छु यही मेरो भिडियो। आज मेरो न्यू इयर कसरी जान्छ, मेरो प्लस हजुरहरूको पनि कसरी जान्छ कमेन्ट गर्नु होला। कतिको रमाइलो भयो अनि हामीले चाहिँ कतिको इन्जोय गर्छौँ त नि, इन्जोय गर्छौँ न्यू इयरमा भनेर चाहिँ हजुरहरूलाई मैले यही भिडियो मार्फत नै देखाउँछु साथीहरू। यदि हजुरहरूले मेरो भिडियो स्किप नगरी हेर्नुभयो भने चाहिँ पक्कै पनि थाहा पाउनुहुन्छ भन्दै अब चाहिँ म हजुरहरू सामु एकछिनमा भेट्छु साथीहरू, हेर्दै गर्नु होला। तिमी कसको आएको तिमी को हो? म मेरो नाम के हो? नाम भन नि त। साथीहरू चिजाहरू चाहिँ आइसकेन्। चिजा एकदम सिकिस्त अवस्थामा छन् साथीहरू। खोकी पनि मलाई जस्तै खोकी लागेर चाहिँ 1 महिना। तिमीले मलाई के ल्याइदेऊ त खै?
यही हो लौरी यो ल्याइदिएको ह्याप्पी न्यू इयर बाबु कहाँबाट किनि ल्याएको नि यो तेरो बर्थडे हुन्छ खोपे बर्थडे आउन अब 1 महिना 2 महिना तिम्रो 1 महिना यसको 2 महिना त नि वैशाख जेठ असार साउन बाबुले ल्याइदिएको मलाई हैन हो कि नाइ हो जाति देउता हुनुहुन्छ आफ्नै तालमा छन् अनुहार कस्तो भयो है गयो रहेछ जानु त तर त्यो डाक नगएछ न्यू इयर साथी अब ह्याप्पी न्यू इयर मनाम ह्याप्पी न्यू इयर चिज अब मैले बल्ल यो सबैलाई विश गरेको थ्याङ्क यू दाइ ह्याप्पी न्यू इयर उज्यालो भयो भने त ह्याप्पी न्यू इयर भन्नुहुन्छ नि छुटेको सब सैतान जस्तो ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर हेर्न सुत्दै रहेछ नि त बिहानै उठेर छिटो उठेर के सुतेको हेर यस्तो डबल सुत्ने कहाँ आएको तिमी बैनीलाई यस्तो गरेर हक गरेर ह्याप्पी न्यू इयर भनिदेऊ छिटो के कालो न कालो डन भएछ क्या हो हेर्न त्यस्तो कति कालो भयो कि त्यो बेला न दादा भनिदेऊ दादा भन दादा भनिदेऊ न सब आफ्नो पारामा छन् इलियानालाई बोलाऊ त यङ्गो हामी कहाँ जाने हो हामी यङ्गो इलियाना इलियाना यहाँ आऊ त एलिना हेलो ह्याप्पी न्यू इयर यता आउन ठुलो मम्मीको उता यता बस्छ नि ह्याप्पी न्यू इयर भन हाई गरिदियो यता हेलो ड्याडी ड्याडी भन यता यता फर्केर हेलो ड्याडी भन सन्चै हुनुहुन्छ भन इधर फर्किए आमा त्यही भएर यहाँ साथीहरू रेडी हुँदैछन् यिनीहरू कुन घर जाने त्यो घर त हामी बस्न छोडेको क्या अब त्यो घर त बस्न छोडेको हामीले अब तिमीले मलाई छोडेर गयौ अनि त्यही भएर रुन्छु नि तिमीले मलाई किन छोडेर गएको त अनि तिमीले छोडेर गयौ अनि रोको नि अर्को घर जान मन लाग्छ त्यो घर त कोही नै छैन ठुल्बा कहाँ जानुभयो विदेश गयो पैसा कमाउन भोलि आउनुहुन्छ मलाई त किन पिट्ने हो लामो देखेछ कपाल त हाल्दा साथीहरू हामी चाहिँ अहिले रेडी भएर बसेको छौँ कहाँ जाने भन्ने अझै पनि मैले भनिसकेँ हाम्रो केही टुङ्गो छैन हाम्रो चाहिँ केही टुङ्गो नै छैन साथीहरू कहाँ जाने भनेर म चिजाको साथी कविता पोहोरको सालमा पनि हामी 3 जनै थियौँ साँच्चै न्यू इयर के हो र बनबाटिकाको हामी अनि भन्छ नि मान्छेहरूले न्यू इयरमा जहाँ सँगै भएको मान्छेहरूसँग भेटिन्छ यस्तो काम गऱ्यो भने यस्तो हुन्छ भनेर होइन त्यो हो जस्तो लाग्यो किनभने ठ्याक्क पोहोर पनि हामी 3 जना मात्रै थियौँ योगदान म अनि कविता र चिजा मात्रै थियौँ अनि अहिले पनि हामी त्यही 3 जना मात्रै भयौँ शान्तिलाई जाम भनेको अनि दाइ पनि हुनुहुन्छ नि त त्यही पनि जाम भनेको मानेनन् अहिले बनबाटिका एकेर अहिले त भाटपाडातिर जानु पर्ला भनेको शान्तिहरूले चाहिँ म
म र चिजा चाहिँ रेडी भएर बसेको हो। यहाँ कविता नि आएको छन्, म देखाउँछु ल। यिनीहरू यहाँ रेडी हुँदैछन् साथीहरू। चिजा र म चाहिँ भइसकेको हो। हेलो हिरो। डिम्पल देखाएको छ। यता यिनीहरू रेडी हुँदैछन् साथीहरू। हामी चाहिँ कहाँ जान्छौँ थाहा छैन। हिँड्न चाहिँ घरबाट चाहिँ हिँड्यौँ। हातमा घडी पनि मेरो छुटेको छ। म चाहिँ कवितासँग बस्छु। चिजाले स्कुटी चलाछन्। अनि हामी चाहिँ नास्ता खान जाने भन्ने कुरा छ, तर कता गएर नास्ता खानु। अनि त्यसपछि साँझ चाहिँ फुड फेस्टिभल जान्छ होला। लेट्स सी गाइस, हेर्दै गर्नु होला। अब कता गइन्छ बिस्तारै थोरै थोरै भइने देखाउँछु, हेर्दै गर्नु होला साथीहरू। हामी चाहिँ यहाँ अहिले खै कहाँ आयौँ हामी थाहै छैन। अब के खाएको हामी जयपुरतिर यतै खाजा खाँदैछौँ। सो साथीहरू हामी चाहिँ यहाँ खाजा आइसक्यो। हाम्रो चाहिँ यो प्लेटो सेट प्लेटो धन्य। अनि यता चिजा छन्। अब के खाएको रमाइलो भइरहेको साथीहरू। हामी 3जनालाई मात्रै भए पनि यता छन् कविता। खाएर टेस्ट गरेर भन्छौँ ल हजुरहरूलाई कस्तो भयो भनेर। ऊ हो यस्तोमा मसँग बल्ल राम्रो आउँछ कि भिडियो फोटो। साथीहरू हामी चाहिँ अहिले नास्ता खाएर फुड फेस्टिभलतिर जान लागेछौँ। खानी त के होइन, अब त फुड फेस्टिभलमा खाइसक्यौँ हामीले। अब अहिले त्यही पनि जाम भनेर शान्तिहरू चाहिँ त्यहाँ आएको छन् रे। त्यही भएर हामी चाहिँ फुड फेस्टिभलमा जान लागेको साथीहरू। आजको न्यु इयर रमाइलै भयो, त्यस्तो स्याड टाइपको चाहिँ भएन, रमाइलै भयो। अनि हामी चाहिँ अब यहाँबाट फुड फेस्टिभल जान्छौँ। फुड फेस्टिभल गएर शान्तिलाई भेट्छौँ। हजुरहरूलाई चाहिँ एकचोटि म अब फुड फेस्टिभल गएर भेट्छु साथीहरू शान्तिसँग। ओके लेट्स सी गाइस। सो साथीहरू हामी चाहिँ अघि नै घर आएर बसेको झ्याउलाएर। अहिले चाहिँ दिदीहरू आउनुभएको छ यहाँ। अहिले चाहिँ हामी फुड फेस्टिभल जान्छौँ। हेलो दिदी। हेलो नानी। त चिजा दिदी चाहिँ यता आफ्नो पारामा हुनुहुन्छ, भुइँतिर ढल्किनु भएको छ। हामी चाहिँ यत्तिकै नास्ता मात्रै खाएर आयौँ। यति एक्सपेन्सिभ नास्ता खाएर आयौँ कि साथीहरू। हामी चाहिँ 6 बजे नै आइसकेको थियौँ। अनि अहिले साँझतिर भन्दा नै अहिले 8 बजीतिर फुड फेस्टिभल यहाँ नजिकै छ नि त। हामी अब हिँड्दै गयो भने 5 मिनट पनि लाग्दैन कि हामीलाई। से फुड फेस्टिभल जान्छौँ। अनि हेरौँ कस्तो हुन्छ माहौल। अनि म हजुरहरूलाई अलिअलि चाहिँ देखाउँछु। फुड फेस्टिभल एकदमै रमाइलो छ अहिलेको बुटोलको चाहिँ। नानीले हेरेन मलाई त्यहाँ। अनि त्यही हो साथीहरू हाम्रो आजको भ्लग चाहिँ, न्यु इयरको भ्लग चाहिँ त्यति लङ चाहिँ हुँदैन होला। किनभने हामी त्यस्तो पार्कहरूमा घुम्न भनेर चाहिँ कहीँ पनि गएनौँ। यत्तिकै के अरे नास्ता खान मात्रै गएको हो। त्यही हो। अब चाहिँ एकछिन भेट्छु हजुरहरूसँग।
टाढाबाट हेर्नु पर्छ साथीहरू देखिन्छ न म साथीहरू हिजो चाहिँ हामी न्यु इयरको दिन चाहिँ आज न्यु इयरको डे 2 मेरो भ्लग चाहिँ आज पहिला 1 गते र 2 गते हुन्छ किनभने हिजोको भ्लग चाहिँ एकदमै थोरै भएको रहेछ सो त्यही भएर चाहिँ मैले आज पनि यति इन गर्न लागेको मैले भ्लग चाहिँ त्यही अब के हुन्छ थोरै देखाएर म चाहिँ भ्लग इन गर्छु साथीहरू हिजो चाहिँ हामी सुरुमा के भन्छ उता मन्दिर जानु मन थियो मलाई चाहिँ तर मन्दिर चाहिँ म एक्लै भएको कारणले गर्दा मन्दिर चाहिँ म गएन अनि हामी चाहिँ चिजा म अनि चिजाको साथी अनि योङजन भएर चाहिँ हामी द क्राउनमा नास्ता खान गएको थियौँ अनि त्यहाँ नास्ता खाएर आएर फेरि एकछिन घर बसेर साँझतिर चाहिँ सुजा दिदी भेना अनि नानी आउनुभएको थियो आउनुभएछ अनि हामी चाहिँ त्यहाँबाट चाहिँ फुड फेस्टिभल गयौँ शान्तिसँग चाहिँ भेट पनि भएन हिजो घरै गथ्यौँ अनि त्यसपछि चाहिँ शान्तिसँग भेट पनि भएन फेरि हजुरहरूले कमेन्ट गर्नुहुन्छ नि त शान्ति दिदीसँग रिसाएको हैछ शान्ति रिसाएको हैछ भन्नुहुन्छ सो त्यही भएर मैले पहिले नै क्लियर गरिदिएको साथीहरू शान्ति दिदी चाहिँ अनि बुढा पनि हुनुहुन्छ नि त नानीले त्यस्तोमा अलि झ्याउ गर्छ भनेर चाहिँ शान्ति दिदी चाहिँ हिँड्नु भएन अनि सुरुमा चाहिँ हामी शान्ति दिदीकै घर गएको भ्लग हेरिसक्नु भयो होला अनि त्यसपछि चाहिँ हामी रमाइलो गरी भ्लग हेरिसक्नु होला अगाडि कति मान्छेको भिड कति थिए फुड फेस्टिभलमा यति थियो कि त्यत्रो मान्छे सायद बुढोलमा नि छैन जस्तो फिल भइरहेको थियो कि मलाई चाहिँ यति धेरै थियो साथीहरू झ्याउ पनि लाग्यो बाबु पनि सुत्यो अनि नानीहरू अर्को नानी पनि थियो सो त्यही भएर हामी चाहिँ आयौँ हिँड्न त हामी हिँडेको 9 बजी हो तर हिँड्दै अनि स्कुटीहरू निकाल्दा चाहिँ हामीलाई एकदम लेट भएर आउँदा चाहिँ हामी 10 बज्न लागेको थियो एकछिन सल्लाह गऱ्यौँ बाटोमा बसेर अनि त्यो कारणले गर्दा चाहिँ हामीलाई घर आउँदा 10 बजेको थियो अनि मैले त्यही भएर भ्लग पनि इन गर्न पाएन अहिले चाहिँ हामी यहीँ सबैजना दिदी पनि हुनुहुन्छ यहाँ नानीको कपाल बाँधिदिने हुनुहुन्छ चिजा दिदी हेलो गाइजहरू चिजा दिदी हुनुहुन्छ यहाँ भेना र उता बाबु चाहिँ उहाँ मस्त छन् साथीहरू सो साथीहरू त्यही हो तिमीलाई न्यु इयर कस्तो लाग्यो साँच्ची भन त ऊ छ है त्यता न्यु इयर एकछिन नाप्नु पर्ला भनेको खुट्टामा समातेर गरेछ पछि यसलाई थके लागेको कि सुत्यो होइन त्यो उतिएर नाटक गर्दा सुत्यो बाबु रमाइलो भयो नि त न्यु इयर त होइन रमाइलो भयो साथीहरू हाम्रो न्यु इयर दिदी हजुरलाई कस्तो लाग्यो न्यु इयर कस्तो भयो हजुरको न्यु इयर हामी त राति मात्रै भेटेको दिउँसो के गर्नुभयो दिउँसो त्यहीँ घुम्यौँ त्यहीँ आएर घुमेको बढी मेरो बोडी जिम गर्नुहुन्छ क्या दिदीले त्यही भएर यो हातको बोडीको लागि मात्रै हो 2.5 किलोको हात भनेर गराउँछ कि देख्यो भने हुन पर्यो नि अलिअलि त्यही हो मान्छे हजुरलाई न्यु इयर कस्तो लाग्यो भनिदिनु न एक शब्दमा के भनौँ रमाइलो भयो कि नरमाइलो भयो कि ठिकै छ ठिकै भयो के भन्न त्यस्तो रमाइलो होइन नरमाइलो होइन कहीँ गइएन नि त सो साथीहरू हामी पनि कहीँ गएको होइन त्यो नास्ता खान गएर फुड फेस्टिभल गएर आएको मात्रै हो अनि सबैजनालाई फेरि पनि म ह्याप्पी न्यु इयरै भन्छु किनभने यो महिनाभरि त ह्याप्पी न्यु इयरै लाग्छ भन्दै साथीहरू आजको हजुरहरूको न्यु इयर चाहिँ कसरी बित्यो कमेन्ट गरिदिनु होला भन्दै आजको यो भ्लग चाहिँ म एन्ड गर्न चाहन्छु बाई बाई थ्याङ्क्स फर वाचिङ लभ यु अल